यो आइमाईलाई बचाउनको लागि चाहिँ मैले एउटा भिडियो बनाएको थिएँ। अब बानी बेहोरा यो त राम्रै होला भनेर सोचिरहेको थिएँ। अहिले भर्खरै यसको भिडियोहरू यस्तो आइरहेछ, थुक्क कमिनी। तँलाई गाली गरेको राम्रै छ के, त त्यसकै लायक छेस्। त कहिले राम्रो बन्न सक्दैनस् के। बिचरा त्यो बालबच्चालाई के बितिराख्यो होला। बालबच्चाको लागि त सोच, घटिया आइमाई। खाली केपी बा झोलेहरूको कुरा मात्रै गरिरहेछ कि केपी बा त यसको हरेक थोक केपी बा नै रहेछ। कुकुर्नी जा ठिक छ, सबै जनता यसलाई गाली गर्नु पुरै फ्री छोडिदिन्छु है। अब त रोक्दिनँ तपाईँहरूलाई, जे गर्नु छ गर्नु। थुक्क आइमाई कस्तो घटिया किसिमको रहेछ। अब त यसको सपोर्ट गर्न म त कहिले सोच्ने छैन। मरे मरोस् मतलब छैन। यस्तो मान्छेको हालत यस्तै हुन्छ। यसको थुतुनो चाहिँ जथाभावी चलिरहेछ क्या, ठिकै छ। अब तेरो सजाय छ।